हेलो एन्ड वेलकम टु द टेक मैथमेटिक्स। आज फेरि म आइसकेको छु एउटा नयाँ भिडियो लिएर, जसमा म तपाईहरुको माझ एंगल बिट्विन टू लाइन्स पढाइरहेको थिएँ। कम्बाइन इक्वेसनको एंगल बिट्विन टू लाइन्स लिनियर इक्वेसनको हेराइ नै दिएको थिएँ। पेयर अफ स्ट्रेट लाइनमा एंगल बिट्विन टू लाइन पनि छ। कुनै एउटा स्ट्रेट लाइनको कम्बाइन फर्म दिएको छ, दुईटा स्ट्रेट लाइनको। त्यो स्ट्रेट लाइनको कम्बाइन फर्मबाट के बुझ्न निकाल्ने, त्यो दुईटा लाइन बीचको एंगल निकाल्ने। हेर्नु, म एउटा दुईटा प्रब्लम गराइदिएको छु यहाँ तपाईहरुलाई। यो भिडियोमा अझै भयो भने अझै गराउँछु। पहिले यो सकाउ के भनेको छ, मेनली यही छ, मेन बेसिक कन्सेप्ट त्यही हेराइदिए। त्योभन्दा केही गाह्रो छ भने तपाईँ पर्सनली क्वेशन्स हाल्न सक्नुहुन्छ कमेन्ट मार्फत। म अवश्य नै रिप्लाई गर्नेछु, ठिक छ नि, या भिडियो मार्फत तपाईहरुलाई बताउनेछु। यदि तपाईहरुलाई कुनै पर्सनल टपिक पढ्ने इच्छा छ भने त्यो पनि कमेन्ट मार्फत हाल्न सक्नुहुन्छ। म त्यसको भिडियो पनि बनाइदिनेछु, क्लास 10 सम्मको हैन, ओपीटी म्याथ या म्याथबाट। अहिले जाउँ योमा। के भने एंगल बिट्विन दिज लाइन्स, यो लाइनहरु बीचको एंगल निकाल्न भन्यो भने सबभन्दा पहिले हेर्नु त, यो इक्वेसन गराइदिनु। 3x² - 7xy + 4y² = 0 यो लाइन दिएको छ। यो नि यो बीचको एंगल निकाल मानिहाले। म के यसको रफ स्केच बनाउँछु भने एउटा लाइन यो, एउटा लाइन यो दुईटा लाइनलाई मिलाएर एउटा लाइन के आको छ, 3x² - 7xy + 4y² = 0। यो दुईटा लाइन मिलाएर यो लाइन आको छ भने, यो दुईटा लाइन मिलाएर यो लाइन आको छ भने यो लाइनले दिने दुईटा लाइनको इक्वेसन के होला, त्यो त मलाई काम छैन। मलाई सोधेको छ यो दुईटा लाइन बीचको एंगल के होला, त्यो निकाल्नु। ठीक छ, ल सुरु गरौँ। बढी टाइम वेस्ट नगरेर, धेरै टाइम वेस्ट गरेपछि अल्छी लाग्छ हैन। यहाँ गिभनमा के छ, 3x² - 7xy + 4y²। यसलाई कम्पेयर गर्ने केसँग, होमोजिनियस इक्वेसनसँग। किन होमोजिनियससँग कम्पेयर गर्ने, ax² + 2hxy + 2y²। तीनैवटा चिज छैन, x² xy र y² सेम यही फर्ममा भएन। यससँग कम्पेयर गरेपछि a को भ्यालु कति आयो, we get a = 3, b = 4, 2h = -7, h = -7/2। केही समस्या छ? मलाई लाग्दैन केही समस्या होला। अब let theta be the angle between its lines। यो यसको लाइनहरु बीचको एंगल मानिहाले म थीटा छ। तब tan theta = ±2√h² - ab/a + b हुन्छ नि। अब tan theta भनेको tan theta ± 2√, h को भ्यालु कति छ, -7/2, माइनस a को भ्यालु 3 अनि b को भ्यालु 4, 3 × 4/3 + 4। कहीं समस्या छ? अब यस पश्चात tan थीटा राखे म ± 2√, 7 को स्क्वायर 49/9, 4, 2 को स्क्वायर 4 हुँदैन, -4 3 12/7। ठीक छ यति। अब यस पश्चात tan थीटा लगायो भने ± 249 - 12 × 4/7। तलमा 4 को 4 छँदैछ। 4 ले म बाहिर निकाल्छु, एकैपल्ट निकाल्दिन्छु, हुँदैन? tan थीटा = ± 2√, 49 12 4 जा 24, 48 48 48 49 बाट 48 गयो भने 1/4/7। हेर्नु त मसँग के आयो, tan थीटा = ± 2√, 1/4/7। यतिकै छैन? अब यो पश्चात हेर्नु त, tan थीटा = ± 2 को 2, यसलाई 1/2 को होल स्क्वायर लेख्न मिल्छ। होल स्क्वायर र 2 कट्यो भने 1/2 भएन, /7। यो 2 2 काट्न मिल्यो। tan थीटा = ± 1/7 भयो।
कहीं समस्या छ? अब यस पश्चात हेर्नु त, यहाँबाट म टेकिङ पोजिटिभ प्लस माइनस आयो नि त, एउटा एकपल्ट टेकिङ पोजिटिभ एकपल्ट टेकिङ नेगेटिभ। पोजिटिभ साइन लियो भने tan थीटा इक्वल टू प्लस 1/7 थीटा इक्वल टू tan इन्भर्स 1/7। त्यस्तै टेकिङ नेगेटिभ गर्छु भने tan थीटा इक्वल टू माइनस 1/7 थीटा इक्वल टू tan इन्भर्स माइनस 1/7। यो क्यालकुलेटरमा थिच्नु होला, यही पनि केही भ्यालु आउँछ, यहाँ पनि केही भ्यालु आउँछ नि। ठिक छ, कहीं समस्या छ? यहाँसम्म छैन होला, छ भने सोध्न सक्नुहुन्छ। अब यस पश्चात अर्को पनि यो त होमोजिनियस इक्वेसन दिएको थियो त्यतिखेर। अब जेनरल इक्वेसन मागिहाल्नु हामीहरूसँग दिएको छ, म अघि लेखिदिएको छ, एक्स स्क्वायर प्लस 2xy प्लस वाई स्क्वायर माइनस 2x माइनस 2y माइनस 15 इक्वल टू 0। मानिहाले मसँग यस्तो इक्वेसन दिएको छ, यस्तो इक्वेसन हो के भनिदियो, मानिहाले मसँग यस्तो इक्वेसन दिएको छ, अनि यस्तो इक्वेसनमा के भनिदियो, यस्तो इक्वेसनको भनिदियो हामीहरूलाई एंगल निकाल्न दुईटै इक्वेसनको बीचको। हेर्नु त, यस्तो इक्वेसन दिएको छ भने गिभनमा के छ, दुईटा तरिका यसको लागि हेराइदिन्छु म, तपाईलाई जुन इजी लाग्छ त्योबाट गर्दा हुन्छ। भयो, यसको मात्रै होमोजिनियस पार्ट लिएर सोल्भ गर्दा पनि हुन्छ। होमोजिनियस पार्ट भनेको यो र यो तीनटा मात्रै आयो न, मात्र यो लिएर सोल्भ गर्दा पनि हुन्छ। यसको होमोजिनियस पार्ट लिएर मात्रै सोल्भ गर्नुहुन्छ त पनि हुन्छ, कहीँ अप्ठ्यारो छैन त्यति पनि। होमोजिनियस पार्ट लिएर सोल्भ गर्नुहुन्छ भने ठ्याक्कै कम्पेयर गर्ने, यसको टेकिङ होमोजिनियस पार्ट ओन्ली लेख्ने, अनि त्यसपछि यो लेख्ने इक्वल टू 0, अनि ए कम्पेयरिङ ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर इक्वल टू 0, a इक्वल टू 1, b इक्वल टू 1 अनि h इक्वल टू 1, 2h इक्वल टू 2 हुन्छ त h इक्वल टू 1 हुँदैन। अनि त्यसपछि सेम टु सेम अघि गरेको जस्तै प्रोसेसमा गर्दा हुन्छ। म अर्को तरिकाले गरिदिएको छु, हुन्छ नि। अर्को तरिकाले कसरी गर्ने त्यो दिमाग लगाऊ। अर्को तरिकाले गर्नको लागि यसको फ्याक्टराइज गर्न आउँछ भने फ्याक्टराइज गर्नु होला, सबभन्दा पर्फेक्ट तरिका। त्यो मोबाइल टाउको दुखाइ हुँदैन हैन। तपाईले भन्नुहुन्छ म फ्याक्टराइज पनि गर्दिन, यसलाई क्वाड्रेटिकमा लगेर गर्दा पनि हुन्छ। तपाईले जुन इजी लाग्छ त्यो गर्नु होला, कहीँ अप्ठ्यारो कुरा छैन यसमा। हेरौ, एक्स स्क्वायर प्लस 2xy प्लस वाई स्क्वायर माइनस 2x माइनस 2y माइनस 15 इक्वल टू 0, यसलाई फ्याक्टराइज गरेर पनि गर्दा हुन्छ। तपाईँ जस्तै फ्याक्टराइज गर्नको लागि हेराइदिउँ म कसरी गर्ने, त्यसपछि म क्वाड्रेटिक वाला हेराइदिन्छु। सबभन्दा पर्फेक्ट तरिका मेरो विचारमा क्वाड्रेटिक वाला हुन्छ। पहिले फ्याक्टराइज वाला गरिदिउँ। यसलाई हेर्नु त, x प्लस वाई को होल स्क्वायर गर्न मिल्छ, मात्र माइनस यो दुईबाट हेर्नु त 2 कमन आयो भने x माइनस वाई भयो, यसरी x प्लस वाई माइनस 15 इक्वल टू 0। कहीं समस्या छ? अब फर्स्ट इन्टु लास्ट, एक्स प्लस वाईलाई म केही मानिहाल्छु या नमाने पनि हुन्छ। फर्स्ट इन्टु लास्ट 15 आयो। अब 15 को प्राइम फ्याक्टर निकाल्छु, 3 5 15। अब 3 5 बाट 3 गयो भने 2 आउँदैन। 4 फ्याक्टर गर्ने रुल छ अल्जेब्राको। एक्स प्लस वाई को होल स्क्वायर माइनस 5x प्लस वाई प्लस 3x प्लस वाई माइनस 15 इक्वल टू 0। अब यहाँबाट हेर्नु त, एक्स प्लस वाई कमन आउँछ, यहाँ के रह्यो एक्स प्लस वाई माइनस 5, त्यस्तै यहाँ एक्स 3 कमन आउँछ त एक्स प्लस वाई माइनस 5, यो र यो मिलिरहेछ, एक्स प्लस वाई माइनस 5, अनि यहाँ के रह्यो एक्स प्लस वाई प्लस 3 इक्वल टू 0। आइदर एक्स प्लस वाई माइनस 5 इक्वल टू 0 और एक्स प्लस वाई प्लस 3 इक्वल टू 0। एउटा इक्वेसन यो, एउटा इक्वेसन यो भएन। अब यसलाई यसको स्लोप निकाल्छु भने m1 गरे भने माइनस कोफिसिएन्ट अफ x बाई कोफिसिएन्ट अफ y माइनस 1। यसको स्लोप निकाल्यो भने माइनस कोफिसिएन्ट अफ x बाई कोफिसिएन्ट अफ y, फेरि यसको पनि माइनस 1। ठीक छ, यसको कोफिसिएन्ट पनि माइनस 1, यसको कोफिसिएन्ट पनि माइनस 1, स्लोप पनि माइनस 1। अब जब यति आइहाल्यो मसँग, यति छ मसँग, अब मसँग कति छ यहाँ माइनस कोफिसिएन्ट स्लोप अफ यति, स्लोप अफ यति। अब लेट थीटा विथ एंगल बिट्विन देम के गरिदिए म, लेट थीटा बी एंगल
BTWE and between them, then tan theta equal to plus minus m1 minus m2 by 1 plus m1 into यही छ नि फर्मुला। अब tan theta equal to m1 minus m2 plus minus m1 कति आयो -1 minus minus 1 दुईटै m1 m2 minus 1 आएको छ प्लस -1 into -1 -1 minus minus plus 1 by 1 plus minus minus plus the 2 sorry 1 1 जा 1 भएन tan theta अब tan theta equal to plus minus -1 plus 1 out 0 by 2 भनेको 0 भन्न मिल्छ tan theta equal to 0 taking positive sign positive लिन्छु तब tan theta equal to 0 tan theta equal to tan 0 theta equal to 0 degree अर्को taking negative sign tan theta equal to 0 minus 0 भनेको पनि 0 tan theta equal to tan 0 त्यसको theta equal to 0 degree मतलब कति डिग्री आयो 0 डिग्री। यो तरिका हाम्रो के भइहाल्यो फ्याक्टराइज गरेर छैन भने यो भन्दा पहिलेको इक्वेसन म निकाल्न सेपरेट इक्वेसन निकाल्न हेराइदिएको छु। सेपरेट इक्वेसन जब तपाई निकाल्नुहुन्छ तब यस्तो इक्वेसन आउँछ दुईटा ठीक छ। जब हामीहरुसँग यस्तो दुईटा इक्वेसन आइहाल्यो पुरा सक्यो नि जतिखेर यस्तो इक्वेसन आउँछ त्यतिखेर फेरि यही तरिकाले जसरी म अहिले गरे भर्खर यही तरिकाले बनाउँदा हुन्छ। त्यो सेपरेट इक्वेसन कसरी निकाल्ने कम्बाइन जनरल इक्वेसन अफ सेकेन्ड डिग्री को त्यसको लागि म भिडियो पहिले नै बनाइदिएको छु। तपाई डिस्क्रिप्सनमा भिडियो पाइसक्नु लिंक पाउन सक्नुहुन्छ गएर हेर्नु होला। यदि तपाईलाई कहीं सन्देह छ कुनै प्रश्न छ भने कोही कमेन्ट मार्फत सोध्न सक्नुहुन्छ ठीक छ। अझै कहीं अप्ठ्यारो लागिरहेछ भने सोध्दा हुन्छ। कुनै पर्सनल टपिक पढ्ने इच्छा छ भने त्यो पनि सोध्दा हुन्छ हैन। कमेन्ट मार्फत भन्नुस् म अवश्य नै बनाउने छु त्यसमा पनि भिडियो र हेर्दै गर्नु होला सिक्दै गर्नु होला। थ्यांक्स फर वाचिङ कीप वाचिङ एन्ड कीप लर्निङ।